नमस्कार। नमस्ते। म नेप्सेको चार्ट लाउँदैछु। अब पहिलो नम्बरमा हामी नेप्सेको सर्टकट एनालाइसिस गरौँ न। तपाईहरुलाई ट्रेडिङ विथ हिमालमा स्वागत छ सरहरू। त्यस्तो अलगै सिनारियो त केही पनि देखिएको छैन आज पनि नेप्सेमा। उस्तै देखिरहेको छु म। यो जुन एउटा चाहिँ साइकल यहाँ देखाइराखिएको छ त्यसमा खासै फरक सिनारियो आएको छैन। आएको खण्डमा म जानकारी गराउने नै छु। यो हामीले राखेको यो तपाईको 2685 को एउटा लेभल माथिको र तलको 2600 लगभग 2-3 को लेभल छ। मार्केट यहीँनिर तलमाथि गइरहेको छ अथवा रेन्जिङ गरिरहेको छ। यी दुईटा पोइन्टमा कि तल आएपछि एउटा चाहिँ गलत सिनारियो अलग सिनारियो देखिन्छ कि माथि गएपछि अलग सिनारियो देखिन्छ र अलग तरिकाबाट हामीले हेर्नुपर्ने हुन्छ। अहिले तत्कालको लागि चाहिँ के देखिरहेको छ भने कतै 2600 को लेभलतिर फेरि एकपल्ट आउन सक्ने हाई प्रोबेबिलिटी हो कि जस्तो नेप्सेको सिनारियो चाहिँ हल्का देखिएको छ। अब यसलाई पनि अहिले तत्कालै यसै त भनि नहालौँ, तर कुनै स्टकहरू चाहिँ अलग सिनारियोमा पनि अगाडि बढिरहेको हुन्छ। त्यसलाई चाहिँ तपाईहरुले निगरानी गर्दै गर्नु होला। आवाज सुनिँदै छैन हजुर? सर आवाज सुन्दै हुनुहुन्छ? कमेन्ट गर्नु होला है सर। त्यस्तै हो सर, ठिकै छ। अब यो तपाईको यहाँबाट यहाँ यस्तो पनि हुन सक्ने एउटा प्रोबेबिलिटी र यहीँबाट चाहिँ नि यस्तो भइदिएर यो खालको सिनारियो बनाएर पनि माथि जान सक्ने एउटा प्रोबेबिलिटी छ। हामीले दुवै कोणबाट हेर्नुपर्ने हुन्छ। तर जबसम्म यो 2680-85 लाई ब्रेक गर्दैन तबसम्म चाहिँ हामीले बाइको लागि नेप्सेलाई हेरेर चाहिँ थोरै सोच्नुपर्ने हुन सक्छ। यहाँ सरले एनएमआइसी को कुरा गर्नुभएको रहेछ। एनएमआइसी लाई बेच्दा हुन्छ सर, प्रफिट बुक गर्नुभए हुन्छ। अथवा तपाईं अलिकति चाहिँ नि सिग्नल हेरेर बेच्नको लागि खोज्दै हुनुहुन्छ भने चाहिँ 2274 बिलो आएपछि सेल पनि गर्न सक्नुहुन्छ। तर यो एउटा आजको यो जुन क्यान्डल बनिरहेको छ यसले त्यति धेरै पोजिटिभ भाइब दिइरहेको छैन। तपाईले प्रफिट बुक गर्नुभए हुन सक्छ सर। सरले यो सेलकै लागि सोध्नु भएको थियो होला, बाइको लागि त पक्कै पनि होइन होला, धेरै माथि पुगिसकेको स्टक छ। ठीक छ सर, राम्रो हो। यसमा 100 को शेयर स्टकलाई अहिले पनि 2335 को रेशियोमा चलिरहेको छ। 2335 को रेशियोमा बेच्न पाउनु भनेको राम्रो कुरा जस्तो लाग्छ मलाई। यो 2775 देखि लिएर 2695 को माथि जति सकिन्छ, जति हाईमा बेच्न सकिन्छ त्यति हाईमा बेच्ने कोसिस गर्नु भए राम्रो हुन्छ सर। अब थोरै करेक्सन आउन सक्छ।
यही 2-4 दिन होल्डिङ पनि हुन सक्ने सम्भावना हो। सरले प्रोफिट बुक गर्दाखेरि खासै नराम्रो हुन्छ जस्तो आफूलाई लाग्दैन सर। सर कस्तो लाग्यो कमेन्ट गर्नुहोला। तपाईँले के हेर्दै हुनुहुन्छ लेख्नुहोला सर। सिन्नु हेर्नु है सरलाई एकपल्ट। सिन्नु कस्तो देखिन्छ? सिन्नु यस्तो यस्तो सिनारियो देखिन्छ त सर। कस्तो हेर्छ हेर्नुहोस् त। होइन सर, कतै यहाँ 680 लाई टेस्ट गर्न नआउला यो त पुरै यसलाई डिस्ट्रिब्युसन भन्न सकिन्छ सर कि कस्तो देखिन्छ हौ? म त त्यस्तै त्यस्तै देख्छु त। तपाईँहरू कस्तो देख्दै हुनुहुन्छ? यो माथि गएको बेलामा अहिले बाईको लागि त हतार नगर्दै हुन्छ जस्तो लागिरहेको छ सर मलाई। तपाईँहरूलाई कस्तो लाग्छ है? होइन सर, यो डिस्ट्रिब्युसन होइन है। बाई लेभलसम्म आउने हो कि 685? त्यस्तो देखिन्छ त सर सिनारियो त। हेर्नु त। बाई गर्नको लागि हो भने 680-85 को लेभलसम्म वेट गर्ने राम्रो हुनसक्छ जस्तो देख्छु है सर म त। अब यो पोइन्टमा सेल गर्न त कसरी भन्ने सर? फेरि माथि जान सक्छ है। तपाईँको 930 देखि 980 सम्मको लेभलमा एकपल्ट यतैबाट या यता कतैबाट बाउन्स ब्याक हुनसक्छ। त्यतिखेर चाहिँ वाच गर्नु होला नि सर, बेच्ने हो भनेदेखि। तर यो पोइन्टमा बेच्न पनि अब धेरै हुनसक्छ है सर। मैले फोकटै एनालाइसिस गरेको है सर यो। सरको एनआइएमसी के हुँदैछ एकपल्ट हेरौँ न।
सर अरू कुनै हेर्नुपर्ने छ भनेदेखि मेसेज गर्नुहोला, सरको स्टकमा हेर्छु। नेप्सेले त्यति धेरै पोजिटिभ सिनारियो दिइराखेको छैन। त्यति धेरै पोजिटिभ सिनारियो आइरहेको छैन। 2545 को लेभललाई एकपल्ट टेस्ट गर्ने पो तल झर्ने हो कि भन्ने खालको पनि भाइब दिइरहेको छ। सर युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। त्यो भयो भने तपाईँको चाहिँ नि भोलि पनि नोटिफिकेसन आउनेछ लाइभमा बसेको बेलामा। अरू केही छ भने कमेन्ट गर्नुहोला सरहरू। यस्तै देखिँदैछ सर। अब यो सिनारियो फरक हुनको लागि 2685 ब्रेक गर्नै पर्यो नि त होइन सर? 2685 ब्रेक गरेपछि अनि हामी अर्कै पर्सपेक्टिभबाट हेर्नेछौँ, अध्ययन गर्नेछौँ, एनालाइसिस गर्नेछौँ। एक अङ्कमा आइपुगेछ नेप्से 2650। हतार नगरौँ सर, हतार नगरौँ। मार्केटले दिन्छ, किन्न पनि समय दिन्छ, मौका बेच्न पनि मौका दिन्छ। हेर्ने हो, आरामले एनालाइसिस गर्ने हो, विचार गरेर किन्ने हो। म तपाईँहरूकै स्टकको एनालाइसिस गर्न भनेर बसेको छु सर। सेयर गरिदिनु होला। तपाईँका कोही साथीहरू हुनुहुन्छ भनेदेखि उहाँहरूलाई पनि केही जिज्ञासा भएदेखि राख्न सक्नुहुन्छ। म एनालाइसिस गरेर तपाईँहरूलाई सही सल्लाह दिने कोसिस गर्नेछु।
बिएचएल हेरौँ है सर। बिएचएल राम्रो करेक्सन भएको छ। यो बाइङ जोनै हो, तर बाई चाहिँ कतिखेर गर्ने भन्ने कुराको सिनारियो अहिले तत्कालै देखिरहेको छैन। जोन चाहिँ हो, यदि तपाईँ लङ टर्म इन्भेस्टर हुनुहुन्छ भनेदेखि लामो समयसम्मको लागि हो भनेदेखि यो जुन रेक्टेङ्गल छ हजुरको यो 214.15 देखि 230 अथवा 210 देखि लिएर 230 सम्मको हाराहारीमा जतासुकै किन्न पनि सक्नुहुन्छ। तर अलिक सर्ट टर्म ट्रेडिङ गर्न चाहनुहुन्छ भने चाहिँ जब यो 230 को लेभललाई ब्रेक गर्छ, यो लेभललाई ब्रेक गरिसकेपछि त्यसपछि मात्रै रिटेस्टमा किन्दाखेरि चाहिँ सर्ट टर्महरूको लागि चाहिँ राम्रो हुन सक्छ। होइन म लङ टर्म बस्छु, लङ टर्म होल्ड गरेर बस्छु, 2-4 महिना 5-6 महिना होल्ड गर्दाखेरि मलाई कुनै पनि नोक्सान छैन, म इन्भेस्टर हो भन्ने खालको सोचबाट हेर्नुहुन्छ भने चाहिँ यो जोन लगभग बाइङ जोनै देखिन्छ। टेक्निकल्ली कुरा गर्दैछु है सर, म टेक्निकल्ली कुरा गर्दैछु। अब यसको फन्डामेन्टल्ली के छ त्यो भन्ने कुरा चाहिँ अब तपाईँहरूले आफैले चाहिँ फन्डामेन्टल एनालाइसिस गर्नु होला। म चाहिँ फन्डामेन्टल त्यति धेरै वाच गर्दिनँ। मैले हेर्ने भनेको विशेष टेक्निकल नै हो। टेक्निकलमा पनि धेरै जसो इन्डिकेटरहरू प्रयोग गर्दिनँ। कोही कोही बेला चाहिँ सामान्य इन्डिकेटरहरू प्रयोग गर्छु। विशेष गरेर म क्यान्डलस्टिक, चार्ट प्याटर्न यस्तै यस्तै कुराहरूलाई चाहिँ नि र एसएमसी बेसमा आधारित भएर म आफ्नो एनालाइसिसलाई अगाडि बढाउँछु। एसएमसी बेसमा कुनै चाहिँ जिज्ञासा भएमा त्यो पनि हजुरहरूले राख्न सक्नुहुनेछ। त्यो विषयमा पनि म नलेज सेयर गर्नेछु। देख्नु नि सर, बिएचएलको यही हो सर, 210 देखि लिएर 230 सम्मको रेन्ज हो। यो चाहिँ नि एकुमुलेट भए जस्तो देखिरहेको छ। यहाँनिर चाहिँ नि एकुमुलेसन भएर अनि त्यसपछि ब्रेकआउट हुन्छ यो लेभललाई। यो लेभल ब्रेकआउट भएपछि फेरि एकपल्ट मार्केटले टेस्ट गर्न आउने प्रोभाबिलिटी हुन्छ। कोही कोही बेला नआउन पनि सक्छ। त्यसलाई चाहिँ सिनारियो हेरेर हामीले यो लेभल ब्रेक गरेपछि मात्रै बाईको पोजिसन लिन उपयुक्त हुन्छ। सरहरूलाई अघि मैले भनि पनि हालेँ, लङ टर्मको लागि हो भनेदेखि यो एरियामा किन्दाखेरि खासै धेरै डराउनुपर्छ जस्तो म आफूलाई लाग्दैन। तर होल्ड चाहिँ के कति समय गर्नुपर्ने त्यो कुराको चाहिँ यकिन नहुन सक्छ सर। सरहरू कुनै स्टक भएमा कमेन्ट गर्नुहोला, किन्नको लागि छ या बेच्नको लागि छ, के कस्तो लाग्छ हजुरहरूलाई कमेन्ट गर्दै गर्नुहोला। सेयर पनि गर्नुहोला सर, जसको कारणले गर्दाखेरि धेरै साथीहरूले केही कन्फ्युजनमा बस्नु भएको छ भने उहाँहरूले पनि यसको फाइदा लिन सक्नुहुनेछ। सकेसम्म धेरै साथीहरूको माझमा पुर्याइदिने कोसिस गरिदिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, ताकि जसको कारणले गर्दाखेरि नयाँ नयाँ साथीहरू हुनुहुन्छ भने उहाँहरूले केही राहत हुनसक्छ। सिक्न चाहनुहुनेहरूको लागि एउटा प्लेटफर्म हुनसक्छ। यो मैले मभन्दा सिनियर विज्ञ साथीहरूको लागि भनेको होइन, जो बिगिनरहरू हुनुहुन्छ, जो भर्खर मार्केटमा प्रवेश गरिराख्नु भएको छ, उहाँहरूको लागि फाइदा हुनसक्छ। सिनियर र विज्ञ साथीहरूलाई पनि ज्ञान भएको बाँड्ने हो र नजानेको सिक्ने हो नि सर। सिक्नुपर्छ, भएको कुरालाई दिनुपर्छ, नभएको कुरालाई लिनुपर्छ। यसमा कुनै दुविधा मान्नुपर्छ जस्तो म आफूलाई लागिरहेको छैन। सर म अब जेएफएलको एनालाइसिस गर्दैछु। जेएफएल हेरौँ है सर।
जेएफएल यो पोइन्टमा डिस्ट्रिब्युसन भएकै हो सर, राम्रो डिस्ट्रिब्युसन भएकै हो। 871 को पोइन्टमा डिस्ट्रिब्युसन भएकै हो सर, र यसले चाहिँ पहिलाको हायर लोलाई 497 को पोइन्टलाई पनि ब्रेकडाउन गरिसकेको छ। हेर्नु है सर, यहाँ के देखिन्छ, पहिला यसलाई मार्क गरौँ। यो लोअर हाई हो सर। जब त्यो लोअर हाईले पनि यसले थोरै डाउन गरो, ब्रेकडाउन गरो, यो एरिया भनेको डिस्ट्रिब्युसनको एरिया हो सर। मार्कअपबाट चाहिँ मार्केटमा दुईटा तीनटा कुराहरूले राम्रो काम गरेको हुन्छ। एक नम्बरमा एकुमुलेसन, दोस्रो नम्बरमा मार्कअप, तेस्रो नम्बरमा डिस्ट्रिब्युसन, चौथो नम्बरमा मार्कडाउन। अब लगभग यसको मार्कडाउनको फेज पनि सकिएको हुनसक्छ, तर यसलाई बाई गर्ने चाहिँ कतिखेर त भन्ने सम्बन्धमा बाईकै लागि कुरा गरौँ सर। अब सेलको लागि त यहाँनिर चाहिँ हामीले बेच्नु नै पर्ने हुनसक्छ। यो 927 जब ब्रेकडाउन गरो, 927 ब्रेकडाउन गरिसकेपछि भनेको यहाँनिर सेलको सिग्नल लगभग जेनेरेट भइसकेको हो। यही एरियामा डिस्ट्रिब्युसन भएको 1083बाट 927 को लेभलमा डिस्ट्रिब्युसनको फेज सुरु भएको हो। र जब 927 को लेभललाई ब्रेकडाउन गरेर फेरि माथि टेस्ट गर्न गयो हजुरको यो 990 सम्म, 990 को लेभलमा टेस्ट गर्न गएपछि मार्केट तल झर्यो। यो अहिले डिस्ट्रिब्युसन बाट चाहिँ मार्कडाउन पनि भइसक्यो सर, मार्कडाउन भइसक्यो। अब यो लेभलमा चाहिँ थोरै एकुमुलेट भइरहेको हो कि भन्ने एउटा सिनारियो देखिरहेको छ। ठिक छ, यो एउटा राम्रो लेभल छ, यो 502 500 को लेभल, 500 को लेभललाई यसले क्लोज दिनु पर्यो सर। अहिले क्लोज दिन सकिरहेको छैन। यहाँनिर ब्रेक त गरो, तर त्यसको त्यति राम्रो सिनारियो आएन। यसले फेरि चाहिँ टेस्ट गरेर तल आइरहेको छ। यसले राम्रो सिग्नल दिएर क्लोज दिनुपर्छ सर यो 500 को लेभललाई। 500 को लेभललाई क्लोज दिइसकेपछि अनि यहाँनिर हेरेर अनि मात्रै हामीले चाहिँ बाईको लागि पोजिसन सेट गर्नुपर्ने हुन्छ। अहिले तत्कालको लागि त्यति धेरै एग्रेसिभ भइहाल्नुपर्छ जस्तो आफूलाई लागेको छैन सर। नेप्सेको पनि सिनारियो त्यति धेरै एग्रेसिभ भइहाल्ने खालको देखिरहेको छैन। यसलाई हेरौँ है सर, यहाँनिर सम्भवतः 625 को लेभललाई टेस्ट गरेर मार्केट फेरि अलिकति तल आउन सक्छ कि भन्ने खालको एक किसिमको सिनारियो पनि देखिरहेको छ। 2625, यदि 2625लाई 500 को लेभललाई ब्रेक गरेर 2627लाई टेस्ट गरेर फेरि तल झर्यो भने यो लेभलतिर 434 को लेभलतिर वाच गर्नुपर्ने हुन्छ। अथवा यो 500बाट 435-34 को लेभलमा मार्केटले यो खालको सिनारियो पनि देखाउन सक्ने एउटा सम्भावना छ। साइडवेज केही समय साइडवेज गरेर अनि मात्रै अप ट्रेन्डतिर जाने सिनारियो पनि देखिन्छ सर। यो खालको सिनारियो पनि नहोला भन्न सकिँदैन, एउटा देखिएको छ यो। होइन सर, यो खालको सिनारियो बनाएर यहाँ चाहिँ मैले यहाँबाट किन एकैचोटि डाइरेक्ट सिधै माथि जान्छ त? सवाल यो होइन है सर, सवाल यो होइन। मार्केट कहिले पनि एक कुरो सिधा जाँदैन र कहिले पनि एक कुरो तल झर्दैन। भन्दा पनि यसमा त थोरै चाहिँ यहाँ योबाट त धेरै डाउनफल नै भइरहेको, यहाँ पनि अप ट्रेन्ड गएको, तर बिचमा करेक्सन अप डाउन चाहिँ भइरहेको छ। मार्केटको यो सिनारियो हुन्छ। मैले यो पोइन्टमा यो पोइन्टको कुरा गर्दैछु। मैले सिधै झर्को तान्देकोले गर्दा तपाईँहरू कन्फ्युजन हुन सक्नु होला।
त्यो कन्फ्युजन नहुनु होला। मैले यहाँनिर अब किन यसको जिगज्याग गरिराख्ने, अब जब चाहिँ यो यसको एकुमुलेसन सकिन्छ, एकुमुलेसन सकिसकेपछि त्यसपछिको यसका वेभहरूलाई चाहिँ यो ढङ्गले अगाडि जान सक्छ भनेर एउटा चाहिँ रेखाचित्र तयार गर्ने नै छु। अहिले चाहिँ सर्टकटको लागि सर्टकट नै भन्नुपर्छ सर, यो खालको मैले धक्का पाने केही समय होल्ड गर्नु होला सर यसलाई बाई गर्नको लागि। अब अघि यो बिएचएलमा कुरा गरे जस्तै केही समय 5-6 महिना 1-2 वर्षसम्मको लागि चाहिँ होल्ड गर्दा मलाई त्यस्तो खासै फरक पर्दैन भन्ने खालको मानसिकता हो भने त्यो बेलामा चाहिँ हजुरहरूले किन्न पनि सक्नुहुन्छ। यो बाईको एउटा लेभल नै हो। यसमा सम्भवतः यो 398 अथवा 400 को लेभललाई यसले सायद ब्रेकडाउन गर्दैन होला। यदि ब्रेकडाउन गऱ्यो भने चाहिँ यसको सिनारियो फेरि 360 तिर पनि नआउला भन्न सकिँदैन। तर त्यो खालको सिनारियो नहोला भन्ने एउटा एजम्सन हो सर। अहिलेसम्म त यसमा राम्रै सिनारियो देखिरहेको छ। यो 485 को जुन लेभललाई यसले ब्रेक गरेर माथि गएको छ, तर सस्टेन भइरहेको छैन। सस्टेन भइदिएको थियो भने धेरै राम्रो सिनारियो आउन सक्थ्यो। अब उता नेप्से पनि त्यही खालको भइरहेको छ, त्यसले गर्दा यसले सस्टेन लिन नसकेको पनि हुनसक्छ। मैले यो पोइन्टको कुरा गर्दैछु। अ, 485, 84-85। अब आजको क्यान्डलले 485 लाई ब्रेक मतलब अप क्लोज दियो भने राम्रै सिनारियो देखिन्छ सर। यसको चाहिँ पहिलो टार्गेट भनेको चाहिँ तपाईँको फेरि यो 625 नै मात्रै हुन आउँछ। यसमा अब हामीले चाहिँ एउटा रेसियो वाच गरौँ। यहाँनिर हामीले चाहिँ बाई गऱ्यौँ भनेदेखि हाम्रो स्टप लस, बेटर स्टप लस चाहिँ यहाँनिर हुन्छ। धेरै वस्तु रहेछ है। ठिक छ। 1:1.5 को रेसियो त बस्दो रहेछ। यो ठिकै हो सर, राम्रै हुने रहेछ। अब यसलाई चाहिँ अलिकति टाइट स्टप लस गर्छु भन्दाखेरि यो पोइन्टमा पनि स्टप लस चाहिँ राख्न सकिन्छ। यहाँनिर यो भनेको 58-60 रुपियाँको स्टप लस हुँदो रहेछ। यो गर्दा चाहिँ 1:2.5 को रेसियोमै हाम्रो यहाँनिर देखिन्छ। यो लेभललाई वाच गर्नुपर्छ सर। यसले सस्टेन गर्नु पर्यो मार्केटले। मार्केटले भरे 3 बजीसम्ममा यसलाई चाहिँ क्लोज दिनु पर्यो। क्लोज दिएपछि आज होइन सर, यसलाई भोलि मात्रै तपाईँले बाइङको लागि अलिक एग्रेसिभ हुनुहुन्छ भने है सर, एग्रेसिभ हो भने अनि त्यसपछि मात्रै बाइङको लागि पोजिसन तयार गर्दा हुन्छ। धैर्य गर्नुपर्छ सर, धैर्य गर्नुपर्छ, वेट गर्नुपर्छ। धैर्यता नै सबैभन्दा ठुलो जित हो। यो कुरालाई मनन गर्नुपर्छ सर, धेरै धैर्य गर्नुपर्छ। गोपाल सरले एनजिपिएलको कुरा गर्नुभएको रहेछ। एनजिपिएल राम्रै सिनारियोमा छ सर, राम्रो छ। यसको मुभ राम्रो छ, अप ट्रेन्डमै छ मार्केट यसको। सरले बाईको लागि नै कुरा गर्नुभयो होला। ठिक छ सर, यो राम्रो छ। हजुरको यो 382-83 यसै गरी अपमै आज क्लोज दियो भनेदेखि भोलि बाई पोजिसन लिन सक्नुहुन्छ। यदि योभन्दा डाउन 380 को मुनि डाउन चाहिँ क्लोज दियो भने सरले
350 सम्म वेट गर्नु होला सर बाईको लागि। अप ट्रेन्डमा छ सर, यो राम्रो छ, यसको सिनारियो राम्रो छ एनजेपीएल। सर कुरा बुझ्नुभयो नि? 380 को अपमा आज क्लोज दिनुपर्छ सर। भोलि चाहिँ नि सकेसम्म तलको पोइन्ट त किन्ने कोसिस गर्ने हो। यदि डाउन क्लोज दियो भनेदेखि 350 सम्म वेट गर्नु होला। त्यो लेभलसम्म सायद आउन सक्छ डाउन क्लोज भयो भने। मार्केट हो सर भन्न त सकिँदैन, थोरै धैर्यता राख्नुहोस् सर। अनि त्यसपछि भनेको तपाईँको यो 50 को लेभलमा वाच गर्नुपर्छ सर। 50 को लेभलदेखि लिएर 35 को लेभलसम्ममा बाइङ अपर्च्युनिटी दिन सक्छ। यद्यपि यो अहिले यो विषयमा कुरा नगरौँ सर। यो लेभल ब्रेकडाउन गऱ्यो भने चाहिँ थोरै सजग बस्नुपर्ने हुन्छ सर। यो भनेको 350 को लेभल हो। 350 को लेभल ब्रेकडाउन यदि दियो भने चाहिँ सर थोरै वेट गर्नुपर्ने हुन्छ। 35 सम्मको लागि नै अथवा 300 सम्मको रेन्जसम्म वाच गर्नुपर्ने हुन्छ। तर त्यस्तो हुने खालको यसको सिनारियो देखिएको छैन सर। यसमा पुरै बुलिस छ ट्रेन्ड, राम्रो बुलिस ट्रेन्डमा छ सर। यो अप ट्रेन्डमै गइरहेको छ। अहिले त्यस्तो डिस्ट्रिब्युसनको फेज पनि देखिरहेको छैन। जबसम्म यो 380 83 को क्लोज आज गर्दैन, हिजो थोरै क्लोज त मुनि दिएको छ, तर यसलाई सस्टेन गर्नु पर्यो सर। सस्टेन नहुन्जेलसम्म त्यसरी हामीले एनालाइसिस गर्दैनौँ। यसको अप ट्रेन्ड नै छ सर, राम्रो छ। मेरो कुरा बुझ्नुभयो नि सर? सर च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला अनि सेयर पनि गरिदिनु होला। लाइक गरिदिनु होला सर, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। अरू कुनै स्टकहरू छ भने कमेन्ट गरिदिनु होला सर। नेप्से हेरौँ है सर, नेप्से के हुँदैछ? ठिक छ सर, ठिक छ। फरक सिनारियो देखिएको छैन नेप्सेमा पनि। हिजोको क्यान्डल अलिकति गलत तरिकाले फर्मेसन भइदियो सर। त्यसले गर्दाखेरि अहिले एग्रेसिभ हुन सकिरहेको छैन। बाई पोजिसन लिइहाल्न चाहिँ थोरै अप्ठ्यारो बनाइदिएको छ यसले। अब आजको क्यान्डलले कसरी क्लोज दिन्छ यसलाई नजिकबाट हेर्नुपर्ने हुन्छ। छब्बिस सय 50 है सर। एउटा सर्टकट एनालाइसिस गरौँ है सरलाई, एकदम सर्ट टर्मको लागि। 2650 यदि डाउन क्लोज दियो भने चाहिँ सर थोरै वेट गर्नुहोस् है बाई गर्नको लागि।
सरहरू कुनै यस्तो छ भने कमेन्ट गर्नुहोला। दुईटै सर प्रोबेबिलिटी छ। 2650 है सर, 2650 एकदम इम्पोर्टेन्ट लेभल छ यो। गोपाल सर, हरिओम भाइ, सरहरूको केही जिज्ञासा छ भने राख्नु भए हुन्छ सर। एकपल्ट भनिदिनु होला नि, क्लियर देखिँदैछ कि छैन कि। सरहरूसँग एउटा कुरा गरिहाल्नु पर्यो। एचडिएचपिसी यो मैले पहिला सम्भवतः यो वैशाख 22 गतेतिर हुनसक्छ, मैले पनि बाई गरेको थिएँ सर। यो मैले 302 को लगभग 302 को लेभलमा लगभग बाई गरेको थिएँ र त्यही कुरा भनेको थिएँ। तपाईँहरूले 195 देखि लिएर 202 3 को लेभलमा जुनसुकै ठाउँमा पनि बाई गर्न सकिन्छ भनेर कुरा गरेको थिएँ। अब यसको टार्गेट पहिलो टार्गेट भनेको 225 को राखिएको थियो। लगभग 225 को टार्गेट चाहिँ हिट भयो भन्दा पनि हुन्छ। 222 सम्म पुग्यो। मैले पनि यो दिन बेचेँ सर। यो 25 को भनेको थिएँ, 22 मा बेचेँ। मैले पुरै बेचिनँ, 50% यहाँबाट निस्केको छु। अब यसलाई चाहिँ अब यो लेभल भनेको चाहिँ लगभग 22 को लेभल पनि हुनसक्छ। यसमा एउटा रिस्क लिन सक्ने ठाउँ चाहिँ हो, तर यसको पनि सिनारियो थोरै चाहिँ नि साइडवेज नै देखिरहेकोले गर्दाखेरि केही होल्ड गरेर फेरि पनि 195 को लेभलतिर आयो भने यहाँ सायद सर लेभलतिर प्रफिट बुक पनि गर्नुभयो होला। मैले चाहिँ यो यही दिन
वैशाख 1 गतेको दिनै मैले चाहिँ एउटा सर्ट भिडियो बनाएर हालेको थिएँ। ल है सर, मेरो चाहिँ आज प्रफिट बुक गर्ने दिन हो, म चाहिँ प्रफिट बुक गर्छु भनेर 75% सम्म प्रफिट बुक गर्छु भनेको थिएँ, तर मैले 50% मात्रै प्रफिट बुक गरेँ सर। यसमा लगाएको थिएँ सर। ठिकै छ सर, यो एउटा 206 को लेभलमा आएछ। 209-10 को लेभल पनि एउटा बाइङ जोनै हो, तर बाइङ लेभलै हो। एकछिन होल्ड गर्दा पनि हुन्छ सर। भरे यसको चाहिँ अब 207 बिलो क्लोज यदि दियो भने त यो लगभग यतातिर आउने प्रोबाबिलिटी केही बेसी हाई हुन्छ, 95 तिर। 95 तिरको रेसियोदेखिमा चाहिँ तपाईँको यो 190 190-95 को रेसियोमा चाहिँ किन्दाखेरि खासै धेरै नाफा त नभन्नु सर, खासै घाटा चाहिँ नहुन सक्छ। पहिलो टार्गेट त यही नै हुन्छ, फेरि 225 नै हो सर। दोस्रो भनेको चाहिँ तपाईँको 270 सम्मको लेभल हो। जब यो 225 लाई ब्रेक गर्छ, 225 को लेभललाई ब्रेक गरिसकेपछि भनेको 270 को लेभलतिर हामी हेर्न सक्छौँ। पहिलो लेभल यो हो। यसलाई पनि मिट गर्दैन, थोरै एक दुई अङ्कले मिट गरेन, स्वाभाविक हो, मान्नुपर्छ। मार्केट हो नि त सर, हामीले यो ट्याङको ठ्याङ त कहानी त्यस्तो हुन्छ, स्वीकार्नुपर्छ होइन सर। हेर्नुहोस् है सर यसको लेभलहरूलाई। 195-96 होइन सर, 195-96बाट सायद तल नझर्ला हो। किन्नु भएको छ भनेदेखि पनि यसमा चाहिँ त्यति धेरै हतार नगरिकन बस्दा हुन सक्ने छ। र धेरै तल आएमा 90 तिरको हाराहारी आउला, 93-90 सम्मको हाराहारीमा आउला। फेरि सस्तो छ नि त सर, यो सस्तो सेयर हो। वाच गर्नुहोस् है सर, यसले पनि वाचमा राख्नुहोस् है। यदि 90बाट तल झऱ्यो भने चाहिँ 174-75 तिर यसलाई हामीले बाई गर्नुपर्ने हुन्छ। 174-75 तिर त सर यसमा नडराइकन बाई गर्दा हुन्छ जस्तो देखिन्छ। भन्न त सकिँदैन सर, 123 पनि आएकै हो यो कुनै बेला है, 116 पनि आएको रहेछ, तर यहाँभन्दा सायद अहिलेको उसमा नआउला हो सर। यसले लगभग बुलिस ट्रेन्ड लिन आँटे जस्तो देखिँदैछ। मिड क्याप हो सर, त्यति धेरै लो क्याप पनि होइन, धेरै हाई क्याप पनि होइन, मिड क्याप हो। ठिक छ सर, यो पनि स्टक वाचमा राख्न सकिन्छ यतिकोलाई। अब नेक्स्ट हेर्नु है सर एकपल्ट। ल सर, आजको यो लाइभमा यस्तै देखियो। यस्तै भनेको 2680-85 को लेभल, 2685 देखि 2600 सम्मको लेभल। यो 2685 लाई ब्रेक आउट नगरी र 2600 लाई ब्रेक डाउन नगरिकन अहिले तत्कालै मेरो आफ्नो पर्सपेक्टिभबाट भन्नुपर्दा चाहिँ बाई सेलको लागि कुनै पनि म देख्दिनँ। हजुरहरूले पनि आफ्नो स्व अध्ययन गर्नु होला, राम्ररी अध्ययन गरेर बाईको लागि अथवा सेलको लागि त्यस्तो अपर्च्युनिटी देख्नुहुन्छ भने गर्दा हुन्छ। म आफू चाहिँ देख्दिनँ। यो जोनमा म चाहिँ न्युट्रलै बस्ने सोच लिइराखेको छु। नेप्सेको कुरा गर्दाखेरि यसमा बिचमा कुनै स्टकहरू चाहिँ हुनसक्छ सर। बिचमा त्यस्ता कुनै राम्रो खालका स्टक देखियो भनेदेखि म लिएर पनि आउने छु। हस् त, तपाईँहरूको ट्रेडिङ दिन शुभ रहोस्, सबैको जय होस्। धन्यवाद, नमस्कार।